हेलो साथीहरु, नमस्ते। हजुरहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज चाहिँ मैले जरिङ्गो र अन्डाको तरकारी पकाउने सजिलो रेसिपी लिएर आएकी छु। हजुरहरु पनि ट्राई गर्नु होला है त। सबैभन्दा सुरुमा भिडियोमा देखाए जसरी नै यसलाई केलाउनु होला। अब चाहिँ यसलाई पखालेर मसिनो गरी काट्नु होला। र अब चाहिँ काटेको जरिङ्गोको सागलाई थोरै पानी राखेर उसिन्नु होला। र अब चाहिँ मैले अन्डा फ्राई गर्दै छु। भिडियोमा देखाए जसरी नै थोरै प्याज, थोरै टमाटर, थोरै लसुन अदुवाको पेस्ट, नुन र थोरै मसला राखेर यसलाई राम्रोसँग चलाउनु होला। र त्यसै गरी अब चाहिँ मैले थोरै तेल लाएर अन्डा फ्राई गर्दै छु। हेर्नुस् त अन्डा फ्राई गरेर रेडी भइसकेको छ। त्यसै गरी जरिङ्गोको साग यतिको पाकिसकेपछि हामीले यसलाई निकाल्नु पर्ने हुन्छ। अब चाहिँ तेल तताएर ज्वानो र मेथी राख्नु होला। त्यसै गरी अलिकति प्याज राखेर फ्राई गर्नु होला। हजुरहरुलाई पिरो मन पर्छ भने खोर्सानी पनि राख्न सक्नुहुन्छ। त्यसै गरी काटेको टमाटर पनि राख्नु होला। त्यसै गरी लसुन र अदुवाको पेस्ट पनि राख्नु होला। त्यसै गरी थोरै बेसार राख्नु होला र स्वाद अनुसार नुन राख्नु होला र 1 चम्चा जिरा धनियाको पाउडर राख्नु होला। अब चाहिँ अघि उसिनेर राखेको जरिङ्गोको सागलाई त्यसमाथि राखेर राम्रोसँग चलाउनु होला। यतिको पाकिसकेपछि अघि फ्राई गरेर राखेको अन्डालाई राख्नु होला र राम्रोसँग चलाउनु होला। यसरी चलाएर पकाइसकेपछि हाम्रो जरिङ्गो र अन्डाको तरकारी खानको लागि रेडी भइसकेको छ। आशा छ हजुरहरुलाई यो भिडियो मन पर्यो होला र यस्तै रेसिपीको लागि क्विक फूड हब सब्स्क्राइब गर्नु होला र मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यवाद।